सुन्दर भूमि, सुन्दर ग्रामीण बस्तीले सजिएको नेपाल, त्यसभित्रको सुन्दर सुदूरपश्चिम प्रदेश। साँच्चीकै नेपालको सुन्दरताको महत्त्वपूर्ण भाग ओगटेको यस प्रदेशभित्र 9वटा जिल्ला रहेका छन्। हिमाल, पहाड र तराई गरेर 3वटा भौगोलिक बनावट रहेको प्रदेश अन्तर्गतको एक जिल्ला हो कञ्चनपुर, जसभित्र एउटा सुन्दर दोधरा चाँदनी नगरपालिका पर्ने गर्दछ। सदरमुकाम महेन्द्रनगरबाट पश्चिमतर्फ महाकाली नदी पारी दोधरा चाँदनी नगरपालिका रहेको छ। यस नगरपालिकाको पूर्वमा महाकाली नदी छ भने पश्चिम, उत्तर र दक्षिण तीनै दिशामा भारतले घेरेको छ। धार्मिक, सांस्कृतिक परम्पराले भरिएको र विभिन्न सम्भावनाको नगरपालिका भनेर यस नगरपालिकालाई चिन्ने गरिन्छ। संघीयता गठन पश्चात नगरपालिकामा जननिर्वाचित टिम रहेका छन्, जसले नगरपालिकाको समग्र आर्थिक तथा पूर्वाधार विकास गर्ने कुरालाई अगाडि बढाएका छन्। जिल्लाका अन्य स्थानीय तहको तुलनामा यस स्थानीय तहले आफ्नो नगरको समग्र विकासमा ध्यान दिएको छ। तसर्थ यस नगरपालिकाले जिल्लाका अन्य नगरपालिकाको तुलनामा गएको 5 वर्षमा उल्लेख्य प्रगति हासिल गरेको छ। म अहिले आएर मेयर भए होइन, पञ्चायत कालमा प्रधान पञ्च थिएँ। यहाँको समस्या हल गर्नका वास्ते त्यहाँदेखि गाविस अध्यक्ष भएँ। अहिले आएर म मेयर भएँ। यस गाउँको बसोबासबाट लिएर यहाँका समस्याहरू, बाढ पीडित समस्याहरू, मुख्य समस्या भनेको यहाँको महाकालीको बाढ पीडित, त्यतातिर जगबुढाको बाढ पीडित, यिनीहरूलाई मुख्य समस्या देखेर हामीले केन्द्रीय नेताहरूलाई पनि यस्ता किसिमको नेता चुनेर हामीले जगबुढामा राम्रो बाँध बनाउने, महाकालीमा जायका कम्पनीको बाँध बनाउने र यस्ता किसिमको हामीले नेता चुनाव त्यहाँ गरेका छौँ। यो नगरपालिकामा म आफू आएदेखि यहाँका सम्पूर्ण समस्या जति पनि नगरपालिकाले गर्न सक्छ, यहाँ सबैदेखि पहिला विद्युतका 1.5 करोडका करिब ट्रान्सफार्मर लिएर नगरपालिकाले घर घरमा बिजुली होस्, ट्रान्सफार्मर काट्ने कमी नहोस्, विद्युतको कमी नहोस् भनेर यहाँ 1.5 करोड करिबको 30 ट्रान्सफार्मर लिएर हामीले जनतालाई गरेका छौँ। त्यस्तै स्वास्थ्यप्रति हामीले विभिन्न वडाहरूमा स्वास्थ्य चौकीहरूको व्यवस्था गरेका छौँ, त्यहाँ दबाईको व्यवस्था गरेका छौँ। त्यस्तै हामीले खानेपानीका विषयमा, बोरिङका विषयमा प्रत्येक 2-2, 3-3 घर छोडेर मिलाएर त्यस्ता किसिमको हामीले बोरिङ वितरण गरेका छौँ। र त्यस्तै किसिमले हामीले केही गरिबहरूका घरहरू पनि हामीले फुसका छाना हुने घरहरू, केही केन्द्रीय सरकारले दिएछ भने केही नगरपालिकाले टिन हालेर 2टा कमराका घरहरू यहाँ बनाएर दिएका छन्। त्यो प्रत्येक गरिब, दलित, जनजाति सबैलाई यस्ता किसिमको नछोडेर तिनी जसलाई जस्तो जब अवस्था छ यहाँ घरै नबनाएर बस्न सक्ने त्यस्ता मान्छेलाई घर बनाएर दिएका छौँ। त्यहाँ स्कुलका, विशेष गरेर स्कुललाई हामीले धेरै जस्तो भवनहरू र बच्चाहरूको फिसमा माफी गर्ने, दलितहरूका फिसहरू कम गर्ने र यहाँ त्यस्ता किसिमका सम्पूर्ण जति पनि यहाँ स्वास्थ्य, शिक्षा सम्बन्धी र यहाँका मुख्य समस्या जगबुढा र महाकाली पनि हामीले यहाँबाट गर्ने र केन्द्रलाई पनि हामीले केन्द्रसँग भनेर जहाँ जहाँ रोकथाम गर्नुपर्छ रोकथाम गर्नुपर्ने। अहिले यहाँ धेरै ठुलो बाढ पीडित आएको थियो। बाढ पीडित आउँदाखेरि म त्यो बाढ पीडित हुने ठाउँमा गएँ, यति पानीमा थिएँ र त्यहाँ अगाडि अब जानै सक्दैन, गाडी नै धसिन्छ भन्ने कुरा गरेँ। माथिबाट पनि पानी आछ धेरै, अब डुबाउँछ भन्ने जस्तो भयो। त्यहीँबाट नै मैले प्रधानमन्त्रीजीलाई फोन गरेको छु कि हामी यसरी डुब्दैछौँ, सायद म अफिस जाँदाखेरि माथिबाट पानी आयो भने म अफिस पनि जान सक्दैन कि भनेर शेरबहादुरले ल म त्यहाँ आएर निरीक्षण गर्छु भन्ने कुरा गर्नुभयो। हवाई निरीक्षण, मैले हवाई निरीक्षण होइन, यसै ठाउँमा आउनुपर्छ, तपाईँले यहाँको निरीक्षण गर्नुपर्छ भन्दाखेरि उहाँले आश्वासन दिनुभयो। यहाँ आउनुभयो र यहाँको निरीक्षण गर्नुभयो, यहाँका समस्याहरू म हल गर्छु भनेर जानुभयो। केही समस्याहरू हल गर्नुभएको छ, केही समस्याहरू अब उहाँ चुनाव कालले केही ढिलो भयो होला। यहाँ बाढ पीडित यहाँ मात्रै नभएर नेपाल अधिराज्यभरि बाढ पीडित भए हुनाले सबै समस्याहरू उहाँले हल गर्नुहुनेछ र गर्नुभयो र के उहाँले गर्नुहुनेछ। र नगरपालिकाबाट कुनै किसिमको पनि हामीले कमी गरेका छैनौँ। यहाँका विकासमा यहाँ करिब 90% तपाईँहरूले देख्नुभयो होला रोड पिच भएका छन्। त्यस्तै 90% करिब यहाँ बोरिङहरू भएका छन्। त्यस्तै किसिमले गरिबहरूका घरहरू भएका छन्। स्कुलहरूलाई प्रशस्त मात्रामा भवनहरू भएका छन्। त्यस्तै किसिमले अस्पतालमा चाहिने दबाईहरू हामीले कोरोना समयमा आएर पनि हामीले करोडौँ रुपियाँ खर्च लगाएर यहाँका होइन 77 जिल्लाका मान्छेलाई यो बाटोबाट हामीले जिल्लामा पठाएका छौँ। र यहाँको यो बाटो यहाँ नाका बनबासा नाका खुला नभएर यसैबाट यहाँ मान्छेहरू अब यो नाकाबाट आउने भए हुनाले यहाँबाट हामीले यसरी छोडेर यहाँ दोधारा चाँदनीका जनतालाई भन्दा पनि 77 जिल्लाका मान्छेलाई हामीले सहयोग गरेका छौँ। र त्यहाँ
जनताहरूलाई सुरक्षित आफ्नो जिल्लामा पठाएर जिल्लासँग सम्बन्ध राखेर त्यसरी पठाएका छौँ र यहाँ विकासका विषयमा हामीले कुनै किसिमको गरेका छैनौँ। सङ्घीय शासन प्रणाली आउनु अगाडि जिल्लास्थित सदरमुकाम महेन्द्रनगर क्षेत्रबाट सबै सेवा सुविधा प्रत्याभूत गर्नुपर्ने बाध्यता थियो। तर निर्वाचित टिम आएपछि स्थानीयको लागि उक्त बाध्यता फेरिएको छ। नगरपालिका गठन पश्चात स्थानीय नागरिकले गाउँघरमै सेवा प्रत्याभूत गर्न पाएका छन्। नगरमा वीरबहादुर सुनार सहित निर्वाचित टिमले नगरका विभिन्न आवश्यकतालाई परिपूर्ति गर्दै गएको छ। सदरमुकाम क्षेत्र महेन्द्रनगर छेउमै रहेको यस नगरपालिकाको निर्वाचित टिमले नगरमा महत्त्वपूर्ण परिवर्तन गरेको छ। सडक नभएको स्थानमा सडक बनेको छ। नगरपालिकाका धेरै जसो सडक कालोपत्री समेत भएका छन्। यो सँगै गाउँ गाउँमा सिंहदरबार भन्ने नारालाई यस पालिकाले आत्मसात गर्दै नगरवासीलाई सहजताको सेवा प्रदान गरेको छ। पहिला राम्रै सडकको पहुँच नभएको र महाकाली नदी पारी रहेको नगरपालिकाको रूपमा दोधरा चाँदनीलाई चिन्ने गरिन्थ्यो। अहिले त्यो अवस्था फेरिएर धमाधम नयाँ सडकका ट्र्याकहरू खोलिएका छन् भने नयाँ तथा पुराना सडकलाई नगरपालिकाले कालोपत्री समेत गरेको छ। त्यस्तै सडकको ट्र्याक खोलिएको ठाउँमा स्तरोन्नति तथा कालोपत्री थप गर्ने कार्यलाई नगरसभा मार्फत पालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर नगरवासीलाई सहज पारिदिएको छ, जसले गर्दा नगरवासीले सडक नहुँदा भोग्दै आएको समस्या समेत समाधान भएको छ। यसैगरी शिक्षाको क्षेत्रमा निकै दयनीय अवस्था रहेको नगर भनेर चिनिने दोधरा चाँदनीमा अहिले शैक्षिक सुधारका कार्य पनि भएका छन्, जसका कारण शिक्षा क्षेत्रमा नगरले बिस्तारै सुधार गर्दै गएको छ। यो दोधरा नगरपालिकामा 2074 साल जेठ असाढको 14 गते निर्वाचन भएको थियो। त्यसपछि 20 गते चाहिँ शपथ ग्रहण भएको थियो। त्यसपछि हामीले जनप्रतिनिधि भएर यो दोधरा नगरपालिकामा आइसकेपछि तपाईँको थुप्रै हामीले जिरोबाट नै सुरु गरेको हो। यहाँ विकासको हकमा बाटाघाटाहरू थिएनन्। त्यसपछि अब विद्युतको धेरै समस्या थियो। लाइटहरू नजल्ने, पङ्खाहरू नचल्ने, मोटरहरू नचल्ने। त्यसपछि हामीले तत्काल त्यो चाहिँ ट्रान्समिटरहरूको व्यवस्थापन गऱ्यौँ। तपाईँको 1.5 करोडको ट्रान्समिटर ल्याएर जडानसडान गर्दा हाम्रो 2 करोड जति त्यो लागेको थियो र सबै वडामा यो विद्युतको समस्याको समाधान भयो। त्यसपछि बाटोघाटोहरू भए। त्यसपछि तपाईँको विद्यालयका भवनहरू, प्रत्येक विद्यालयमा हाम्रो सांसद दीपक प्रसाद भट्टज्यूले पनि धेरै विद्यालयमा भानु क्याम्पसमा तपाईँको 18 कोठाको भवन एउटा बनाएको छ। त्यसै गरेर 2टा भवन अरू एउटा बनिसकेको छ, एउटा बन्दैछ। त्यो चाहिँ आय आर्जन क्याम्पसलाई फाइदा हुने, आय आर्जन हुने किसिमले त्यो भवनहरू सङ्घबाट पनि बनेका छन्। त्यसै गरेर ओमकार आधारभूत विद्यालयमा पनि संसद कोषबाट भवनहरू बनेका छन्। त्यसै जनज्योतिमा बनेको छ, त्यसै पूर्णागिरीमा बनेका छन्। त्यसै थुप्रै विद्यालयमा संसद कोषबाट भवनहरू बनाइदिएको छ। त्यसै गरेर पिच बाटाहरू बनाइदिएका छन्। त्यसै गरेर घरहरू, धेरै घरहरू पनि बनाएको छ हाम्रो दीपक प्रसाद भट्टको सांसद कोषबाट। त्यसै गरेर बोरिङहरू, सिँचाइका बोरिङ पनि त्यसमा पनि काम गर्नुभएको छ। र हाम्रो स्थानीय तहबाट पनि धेरै थुप्रै पिचहरू, बाटाहरू बने। अहिले तपाईँको ग्राभिल सडकहरू कहीँ कतै ग्राभिल सडकहरू छन्, पिच सडक हुन अब थोरै छन्। अब कहीँ अब एकदमै जस्तै कञ्चभोज पारी, त्यस्तै कुतिया कोप्रा पारी, त्यसै जोगबुढा पारी 1-2वटा सडक बनेका छन्। त्यहाँ चाहिँ अब
2-4वटा सडक बन्न बाँकी छ। यतातिर 10 नम्बरको यो साइडतिर महाकालीको साइडतिर किनारतिरका जाने बाटाहरू त्यो चाहिँ गराइबिल भएका छन्। अब पिच अब आगामी दिनमा थोरै पिचहरू बनाउन बाँकी छन् सडकहरू। त्यसै गरेर अब शिक्षाका क्षेत्रमा थुप्रै कामहरू भएका छन्। शिक्षकहरू निजी शिक्षकहरूलाई पनि यो नगरपालिकाबाट सहयोग गरिएको छ। त्यसै गरेर विद्यालयमा पनि अब भौतिक संरचनाहरू धेरै भएका छन्। त्यसै गरेर व्यवस्थापनका कुराहरू भएका छन्। त्यसै गरेर स्वास्थ्यको हकमा तपाईँको 2 वर्षसम्म पटक कोरोनाले महामारी कोभिड-19ले धेरै समस्या ल्यायो। दोधरा साँधनी एउटा खुल्ला बोर्डर भएका कारणले गर्दाखेरि समस्याहरू अब इन्डियामा बसेका नेपालीहरू अब एकदमै आत्तिएर नाका पनि हाम्रो चाहिँ गड्डाचोकी नाका बन्द भइसके पश्चात यहाँ खुल्ला नाकाबाट पुरै दोधरा चाँदनीमा सुरुमा 6-7 हजार मान्छे यही बाटो भएर एकदमै हिँडेर टाढाबाट दिल्लीबाट बम्बई के अरे पन्जाबबाट त्यसरी चाहिँ एकदम त्यतिखेर पनि नगरपालिकालाई हामीलाई धेरै समस्या भएको थियो। त्यो चाहिँ म्यानेज गर्नका लागि त्यो पनि म्यानेज भएर स्वास्थ्यबाट पनि धेरै सहयोग भयो। हामीले स्वास्थ्यका लागि पनि थुप्रै बजेटहरू छुट्याउनु पर्ने अवस्था आउँछ छुट्यायौँ पनि र पटक हेल्थ पोस्टमा पनि तपाईँको पिएचसीमा डक्टरहरू थिएनन्। त्यहाँ एकजना डक्टर थिए। त्यसपछि एउटा संस्था साइमन संस्थाबाट हाम्रो डाक्टर दीपक प्रसाद भट्टज्यूले 2 जना डाक्टरको 2 वर्ष अगाडिदेखि नै यहाँ एउटा व्यवस्थापक 2 जना डाक्टरको व्यवस्था यहाँ गरिदिनु भएको थियो। साइमन संस्थाको तर्फबाट उहाँले चाहिँ केन्द्रमा कुरा गरेर उहाँले चाहिँ यहाँ पठाउनु भएको थियो 2 वर्ष अगाडि। त्यो चाहिँ सबै त्यो संस्थाले बेहोरिरहेको अवस्था छ र स्वास्थ्यमा धेरै बजेटहरू हामीले धेरै ठाउँमा वडामा स्वास्थ्य केन्द्रहरू पनि बनेका छन्। खोप केन्द्रहरू स्वास्थ्य केन्द्रहरू बनेका छन् र हाम्रो नगरपालिका भवन पनि अब यो आफ्नो भवन थिएन र हामी भाडामा बस्थ्यौँ र अहिले चाहिँ आफ्नै भवन 1-2 महिना अगाडिदेखि हामी आफ्नै भवनमा बसिरहेको अवस्था छ। यो थुप्रै कामहरू गरिएको छ। अहिले यो महाकालीको पनि यो असाढमा साउन भदौमा आउने महाकाली दोधरा चाँदनीमा दुईटै क्षेत्रमा दोधरा चाँदनीको पश्चिम भागमा पनि यो पूर्व भागमा पनि पश्चिममा जोगबुढा नदी जो भारतबाट आउने नागला स्केपबाट आउने पानी जो त्यसले चाहिँ हिउँदमा पनि बगाइराख्ने बर्सातमा पनि गर्ने अचानक आउने बाढी र यता पूर्वतिर महाकाली नदीले अब सोच्दै नसोचेको योपालि जस्तै कार्तिकको 2 गते बाढी आएर 10 नम्बर वडामा धेरै क्षति गरेको थियो। त्यतिखेर पनि अब हामीले थुप्रै सङ्घ संस्थासँग हातेमालो गरेर थुप्रै सङ्घ संस्थासँग समझदारी गरेर हाम्रो दोधरा चाँदनीमा राहत वितरण भएको थियो। धेरै संस्थाहरूले हामीलाई सहयोग गरेको थियो र केही हामीले पनि एकद्वार प्रणालीबाट त्यो राहतहरू वितरण गरेका थियौँ र दोधरा चाँदनीलाई बचाउनका लागि अझ पनि धेरै अप्ठ्यारो छ। किनभने महाकाली नदीमा पक्की बाँध भएन भने यो महाकाली नदीले दोधरा चाँदनीलाई भोलिका दिनमा समस्या पर्न सक्छ। बाढीले अझ केही भन्न सकिँदैन। यहाँ चाहिँ 44-45 हजार जनसङ्ख्या भएको ठाउँ यसलाई सङ्घ सरकारले प्रदेश सरकारबाट यसको बलियो आधार अथवा मास्टर प्लानमा यो चाहिँ महाकालीको बाँध जीर्ण भइसकेको अवस्था र यसले दोधरा चाँदनीलाई खतरा गर्ने अवस्था भएको छ। यसका लागि पनि सरकारको केन्द्रीय सरकार र प्रदेश सरकारको ध्यान आकर्षित हुनुपर्दछ र यसलाई दोधरा चाँदनीमा अहिले यो 4 लाइनको पुल पनि यो सरकार ढलिसकेपछि त्यसपछि यो काम चाहिँ अगाडि बढ्न सकेको छैन। किनभने यो ठप्प रहेको छ। महाकालीले त्यो बाटो अवरोध गरिसकेपछि झोलङ्गे पुलबाट पटक दोधरा चाँदनी नगरपालिकाले त्यसलाई मर्मत गर्दा पटक अब धेरै भिडभाड हुने मर्मत गरिरहेको अवस्था छ। बेला बेलामा ती प्लेटहरू
बदली राख्ने त्यस्तो गरिरहेको अवस्था छ र त्यो बाटो के अरे 4 लाइनको पुल छिटै त्यो सम्पन्न हुनुपर्छ, त्यो बाटो सुचारू हुनुपर्छ, किनभने दुधरा चाँदनीका यहाँका जनतालाई धेरै अप्ठ्यारो भइरहेको स्थिति छ। त्यहाँ चाहिँ त्यो पुल चाहिँ निरन्तर रूपमा अब त्यो बन्नुपर्छ, छिटो बन्नुपर्छ, यहाँको जनतालाई सहज गर्नलाई, सदरमुकामसँग जोड्नलाई एकदमै हुनुपर्छ भन्ने पनि मेरो भनाइरहेको छ। अब हामीले सके जति विकास गर्यौँ, जति सक्न गर्यौँ। अब आगामी दिनमा पनि हामी चाहिँ निर्वाचित भएर आयौँ अथवा अरू कोही पनि आए भने जसले पनि यो ठाउँको लागि एकजुट भएर विकास गर्नुपर्ने अवस्था छ। एकदम विकट ठाउँ छ, किनभने यहाँ चाहिँ सबैले हातेमालो गर्दै विकासका लागि कसैले पनि त्यसलाई चाहिँ तलमाथि नगरिकन सबैले एकजुट भएर त्यसलाई विकास गर्नुपर्ने अवस्था देखिन्छ यो गाउँठाउँको। र त्यसकारण अब हामीले यो गाउँठाउँमा सुरुमा धेरै अप्ठ्यारो भएको थियो। सुरु 0 देखि विकास सुरु भएको अवस्था हो। यो ठाउँमा नखाई नसुती र हामी यसरी चाहिँ लागेर एकदमै जनतालाई सहज हुनुपर्छ, जनतालाई बाटोघाटोको सहज हुनुपर्छ, जनतालाई पुल पलेसाको सहज हुनुपर्छ, जनतालाई के अरे यो विद्युत लाइट यसलाई यो पनि सहज हुनुपर्छ र विद्यालय र शिक्षा स्वास्थ्य यी सबै कुराहरू जनताले सुलभ पाउनुपर्छ, सुलभ मूल्यमा के अरे निःशुल्क रूपमा पाउनुपर्छ र यसलाई चाहिँ सहज रूपमा उहाँले चाहिँ पाउनुपर्छ भन्ने हाम्रो चाहिँ जनप्रतिनिधिहरूको मेरो धारणा छ। नगरको समग्र विकासलाई जननिर्वाचित टिमले समग्र वस्तुस्थितिलाई मनन गरेर एकरूपता ल्याएको छ। यसैगरी कृषि क्षेत्रमा जिल्लाकै बढी सम्भावना बोकेको यस क्षेत्रका अधिकांश नागरिक कृषि क्षेत्रमा अग्रसर रहिआएका छन्। कृषि क्षेत्रको सम्भावनालाई लक्षित गर्दै किसानहरूलाई बिउ बिजन बाँड्ने, टर्नेल हाउस निर्माण गर्ने, मलखाद वितरण गर्ने कार्य यस नगरपालिकाले गरेको छ। यस्तै तरकारी खेती, कुखुरा पालन, माछा पालन, बङ्गुर पालन, भैँसी पालन र बाख्रा पालन जस्ता कार्यमा नागरिकको आकर्षण गर्न तथा संलग्न रहेका कृषकलाई सहानुभूति गर्ने विभिन्न किसिमका कार्य पनि यस पालिकाले गर्दै आएको छ। नगरपालिकाको समग्र वस्तुस्थितिको विषयमा प्रवेश गर्दा नगरमा नयाँ जननिर्वाचित टिम आएपछि उल्लेख्य सुधार भएको छ। म यहाँका नगरवासीले, सम्पूर्ण नगरवासीले जसरी मलाई पञ्चायतघाटबाट यहाँ ल्याउँदै जानुभयो, महाकाली नदीको रोकथाम भयो र जगबुढा नदीको रोकथाम भयो। मैले त्यहाँनिर नेताहरूलाई पनि यहाँ मै आफू गाविसमा हुँदाखेरि यहाँका नेपाली काङ्ग्रेसलाई जिताए, नेपाली काङ्ग्रेसका नेताहरूले यहाँ रमेश लेखेका जितायो, उहाँले विकास गर्नुभयो र त्यस्तै गरेर अब पनि यहाँबाट सम्पूर्ण नेपाली काङ्ग्रेसले जिताउँछ र यहाँका जनताहरूले, सम्पूर्ण जनताहरूले नेपाली काङ्ग्रेसलाई जिताउनुहुन्छ। जसरी विकासको रफ्तार अगाडि गएको छ, जसरी 4 लाइनको पुल बनेको छ, यहाँ सुखा बन्दरगाह बन्दैछ, त्यसलाई छिटोभन्दा छिटो बनाउनका वास्ते नेपाली काङ्ग्रेसले मात्रै सक्छ र नेपाली काङ्ग्रेसलाई सम्पूर्ण जनता नेपाली काङ्ग्रेसलाई जिन्नुपर्छ। अन्ना कसैसँगबाट सावधान रहनु होला भन्ने म सम्पूर्ण जनतालाई भन्न चाहन्छु। दोधरा चाँदनीमा भौतिक पूर्वाधारतर्फ पनि महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। सुदूरपश्चिम प्रदेशकै भविष्य बोकेको सुक्खा बन्दरगाह पनि यस नगरपालिकामा पर्ने गर्दछ। निर्माणको लागि अन्तिम चरणमा रहेको बन्दरगाहले यस क्षेत्रका स्थानीयलाई आर्थिक क्षेत्रमा बलियो बनाउने सम्भावना पनि प्रबल रहेको छ। यहाँ चाहिँ अब आवत जावतका दृष्टिकोणले चाहिँ अब माथिल्लो 4 लाइनको पुल चाहिँ नहुँदा आवत जावतमा र विकास निर्माणका काममा चाहिँ समस्या परेको छ र अब हाम्रो दैनिक प्रशासनिक कामका लागि चाहिँ झोलुङ्गे पुल भएर कर्मचारी साथीहरू आउन सक्ने र पर्याप्त मात्रामा कर्मचारी साथीहरू नभए पनि लगभग हामीले चाहिँ 10वटै वडामा चाहिँ सबै किसिमका प्रशासनिक सेवाहरू वडाबाटै प्रभाव चाहिँ गरिरहेछौँ र प्राय गरेर चाहिँ म यहाँको प्रमुख प्रशासकीय अधिकृत पनि
भएको हुनाले म कहाँ चाहिँ त्यस्तो यो काम हाम्रो भएन, यो काम यति दिनदेखि किन रोकियो जस्ता चाहिँ गुनासाहरू सुन्नु भएको छैन। यस अर्थमा चाहिँ मैले हाम्रो यहाँको प्रशासनिक सेवा चुस्त दुरुस्त छ भन्नुभन्दा पनि तपाईहरूले पनि यसलाई चुस्त दुरुस्त छ छैन भनेर यस्तो राय सुझाव सल्लाह आयो भनेपछि अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ। तर मेरो दृष्टिबाट चाहिँ राम्रै भएको, त्यस्तो अप्ठ्यारो चाहिँ भएको महसुस गरेको छैन। हो, एकदमै धन्यवाद। हामी चाहिँ 3-4वटा चाहिँ साना साना घरहरू चाहिँ भाडामा लिएर कार्य सम्पादन गरिरहेका थियौँ। त्यो बेला चाहिँ केही मान्छेहरू चाहिँ झ्यालबाटै उभिएर सुन्नुपर्ने त्यस्तो अवस्था, कोठामा 2-3 जना भन्दा बढी चाहिँ बस्नै नसक्ने अवस्था थियो। यद्यपि हामीले त्यति घर लिँदा पनि त्यो कुनै अफिस प्रयोजनका लागि नबनाएर मात्रै आफ्नो बसाइ प्रयोजनका लागि बनाएका घरमा अफिस राख्दाखेरि ती बसाइ व्यवस्थापन लगायतका समस्याहरू थिए। तर अहिले त हामीसँग चाहिँ यो लगभग नमुनाकै रूपमा चाहिँ नगरपालिका भवन चाहिँ बनेको छ र यसमा चाहिँ पर्याप्त कोठा छन् र कुनै पनि अहिलेका जुन पहिलेको जस्तो समस्या चाहिँ बिल्कुलै छैन भन्दा नि हुन्छ। तैपनि हाम्रा केही भवनहरू चाहिँ वडा कार्यालयहरूबाट पनि धेरै काम सम्पादन हुन्छन्, धेरै जिम्मेवारी हुन्छ, ठुलो अख्तियारी छ वडा कार्यालयहरूमा पनि। तर अझै पनि हामीले जग्गाको व्यवस्थापन नभएका कारणले गर्दाखेरि भवनहरू बनाउन सकेका छैनौँ। 2-3-4वटा वडासम्म चाहिँ लगभग आफ्नै भवनहरूबाट 4-5वटामा चाहिँ सरकारी भवनबाटै कार्य सम्पादन भइरहेछ भने अरू बाँकी 5वटा वडा चाहिँ भाडामा लिएर चाहिँ काम सञ्चालन गरिरहेछ। मैले त्यही कुरा भन्न चाहेको थिएँ। यी कुराहरू अब मैले प्रशासनिक रूपमा चाहिँ भन्दा हुनसक्छ मैले कहिलेकाहीँ चाहिँ होइन राम्रो काम भइरहेछ भन्न सक्छु, तर चाहिँ साँच्चीकै राम्रो काम भएको छ कि छैन भनेर चाहिँ हजुरहरूले पनि यो जनगुनासोहरू हेर्ने र जनगुनासो सुन्ने र त्यसको चाहिँ फिडब्याकहरू पनि हामीलाई दिने भइदियो भने अझ राम्रो हुन्थ्यो। तर मलाई जहाँसम्म लाग्छ, म गर्वका साथ भन्छु, मैले त्यस्तो चाहिँ काम भएन, यो कर्मचारीले यो गरिदिएन जस्ता गुनासा चाहिँ म कहाँ आएका छैन। म चाहिँ यहाँ आएको करिब 3.5 वर्ष भयो। यो 3.5 वर्षको पिरियडमा चाहिँ कुनै पनि निर्णय चाहिँ अल्पमत र बहुमतका आधारमा नभइकन सबै निर्णयहरू सर्वसम्मत तरिकाले चाहिँ सम्पन्न भए। यसैले म के भन्छु भने यहाँ कुनै किसिमको वाद विवाद मनमुटाव चाहिँ छैन र होला त्यो राजनीतिक रूपमा, तर कार्यालय रूपमा कार्यपालिकामा यस्तो चाहिँ अब त्यो त हाम्रो बाहिरी टक्रावका बारेमा त हामीलाई चासोको कुरा पनि भएन, तर भित्र हेर्दा निर्णय गर्ने प्रक्रिया हेर्दाखेरि एकदमै एकमत भएको र एकदमै आत्मीयता भएको, सहिष्णुता भएको त्यस्तो जनप्रतिनिधिहरूको समूह भएको महसुस गरेको। सबभन्दा ठुलो समस्या चाहिँ यहाँको तटबन्ध हो, जो बाढीले चाहिँ यसपालिको पनि तपाईँहरूले देख्नुभयो, यो डुबानमा परेर ठुलो समस्या चाहिँ आउँछ। तर सिरानबाट पयानसम्मै नदी चाहिँ बगेर जाने हुँदाखेरि एउटा बाढीको चाहिँ एउटा के भने डर रहिरहन्छ, एउटा त्यो समस्या। दोस्रो चाहिँ यातायातको समस्या पनि उत्तिकै जटिल समस्याका रूपमा छ। अब यहाँ भएका उत्पादनहरू चाहिँ बजार हाम्रो कञ्चनपुर मात्रै हो, अनि त्यो बजारसम्म पुर्याउन झोलङ्गी पुलमा जोखिम मोलेर चाहिँ लैजानुपर्ने तपाईँको चाहिँ 2-2.5 लिटर त दुध त्यही पुलबाट चाहिँ जान्छ। त्यो पुलका ड्रमहरू लगेर आउँदा जाँदा दुईटा उताबाट पनि दुध बोक्ने चाहिँ बाइक र यताबाट पनि दुध बोक्ने बाइक गयो भने त्यो दुईटा क्रस गराउनै गाह्रो हुन्छ। त्यसको लागि चाहिँ बीचको चाहिँ ओपन स्पेसमा जानुपर्ने हुन्छ। अनि अन्य चाहिँ सागपात तरकारीहरू अन्नहरू पनि निर्यात गर्नका लागि चाहिँ यो समस्या चाहिँ यातायात चाहिँ दोस्रो समस्या हो यहाँको। यहाँका सेवाग्राहीहरूलाई चाहिँ एकदमै राम्रो किसिमले अहिलेसम्म मैले महसुस गरे अनुसार एकदम असल सेवाग्राहीका रूपमा प्रस्तुत हुनुभएको छ र यसरी नै हामीलाई पनि सेवा प्रवाहमा चाहिँ कुनै कमी कमजोरी भएमा समय समयमा त सेवाग्राहीहरूले पनि यो
यसरी भएन, यो हुनु पर्थ्यो, किन भएन जस्ता कुराहरू राखिदिनु भयो र भएका कतै कसैले कमी कमजोरी गरेका छन् भन्यो भने ती कुराहरू पनि भनिदिनु भयो भने हामी यसलाई चाहिँ गुनासो होइन पृष्ठपोषणका रूपमा लिन्छौँ र यसै गरी सधैँ सहयोग गरिदिनु होला भन्न चाहन्छु। यस्तै महाकाली नदीमा निर्माणाधीन 4 लेनको पक्की पुलले पनि यस नगरपालिकाको भविष्य उज्जवल हुने देखिन्छ। नगरमा निर्वाचित भएर आएको टिमले स्थानीय स्तरका विभिन्न विकास आयोजनालाई पनि प्राथमिकता दिएको छ। यसैगरी नगरवासीलाई खानेपानीको पहुँच पुर्याउनको लागि जननिर्वाचितको टिमले प्राथमिकता दिएको छ। विशेष गरी गएको 5 वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, पर्यटन जस्ता क्षेत्रलाई पालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ। सम्भावना नै सम्भावना रहेको यस नगरपालिकामा सम्भावना लक्षित विभिन्न विकासे आयोजना पनि निर्माण भएका छन्। भौतिक पूर्वाधारसँगै अन्य क्षेत्रमा पनि महत्त्वपूर्ण सम्भावना बोकेको यस दोधरा चाँदनी नगरपालिकालाई समृद्ध नगरपालिकाको लागि हार्दिक शुभेच्छा सहित शुभकामना।